धेरै वर्ष अगाडि कम्पनी दर्ता गर्नुभयो तर आजको मितिमा आउँदा चाहिँ कम्पनीको बारेमा कम्पनीको नाम बाहेक तपाईँलाई केही पनि थाहा छैन भने चाहिँ यो भिडियो तपाईँको लागि है त। सो नाम मात्र थाहा छ र अब कम्पनीको के छ स्थिति, कम्पनीको दर्ता नम्बर के हो, अब कम्पनीकोमा के इमेल आइडी अथवा फोन नम्बर प्रयोग गरिएको थियो त्यो थाहा पाउन छ भने चाहिँ तपाईँले के गर्नुपर्ने हुन्छ भन्दाखेरि तपाईँ सुरुमा चाहिँ camis.org.np को पोर्टलमा जानुपर्ने हुन्छ। त्यहाँ चाहिँ तपाईँले अनि लेफ्ट ह्यान्ड साइडतिर चाहिँ त्यहाँ बिचमा कम्पनी खोज्नुहोस् भनेर देख्न सक्नुहुन्छ। कम्पनी खोज्नुहोस्मा चाहिँ त्यहाँ नेम टाइप गर्ने अथवा रेजिस्ट्रेसन नम्बर टाइप गरेर चाहिँ तपाईँको कम्पनीको जानकारी हुन्छ। सो त्यहाँ तपाईँले आफ्नो कम्पनी नेममा चाहिँ नेपाली अर इङ्ग्लिस जुनमा भए पनि आफ्नो कम्पनी नेम टाइप गर्न सक्नुहुन्छ। नेम टाइप गरेपछि त्यहाँ तपाईँलाई अप्सन्सहरू आउँछ, तपाईँको कुन कम्पनी हो सेलेक्ट गर्न सक्नुहुन्छ तपाईँले। त्यसपछि चाहिँ त्यहाँ दर्ता नम्बर चाहिँ कपी गर्नुपर्ने हुन्छ। दर्ता नम्बर कपी गरिसकेपछि चाहिँ तपाईँ त्यहाँ लगइनमा फर्कनुहोस् भन्ने ठाउँमा क्लिक गरेर फेरि त्यही लेफ्ट ह्यान्ड साइडमा चाहिँ त्यहाँ विद्युतीय सेवा भन्ने छ, त्यहाँ क्लिक गरेर चाहिँ तपाईँको कम्पनीको अघि कपी गर्नुभएको दर्ता नम्बर चाहिँ त्यहाँ राख्न सक्नुहुन्छ। राखेपछि चाहिँ त्यहाँ खोजी गरेपछि तपाईँको कम्पनीको डिटेल त्यहाँ एरो जस्तोमा क्लिक गर्नुभयो भने चाहिँ डिटेल आउँछ। अब तपाईँलाई फोन नम्बर पासवर्ड थाहा छैन भने चाहिँ फर्गेट पासवर्ड गर्ने, अनि फर्गेट पासवर्ड गरेपछि त्यहाँ तपाईँको इमेल र फोन नम्बर कुन प्रयोग गरिएको थियो लास्टको र फर्स्टको डिजिट बिचको तारा तारा लगाएर आउँछ होइन। सो त्यो तपाईँलाई नम्बर थाहा छ भने चाहिँ तपाईँले त्यही प्रयोग गर्दा भयो। अब थाहा छैन भने चाहिँ थप प्रक्रियामा जानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ म नेक्स्ट भिडियो बनाउँछु है त।